सो हाई गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ यो मेरो फर्स्ट मिनी ब्लग। आशा छ हजुरहरू सबैजनाले माया गरिदिनु हुनेछ। आज चाहिँ हामी जाँदैछौँ घुम्नको लागि। हाम्रो फाइनल आउटफिट चाहिँ मेरो यो छ। हाम्रो पुरा फ्यामिली हामी घुम्न जाँदैछौँ। कहाँ जाँदैछौँ भनेर हामी हजुरहरूलाई भन्ने छैनौँ अहिले। हजुरहरू लास्टसम्म भिडियो हेरेपछि हजुरहरू थाहा पाउने नै हुनेछ। हामी चाहिँ सबैजना रेडी भइसकेका छौँ, घरबाट हिँड्ने तयारीमा छौँ। म चाहिँ घरबाट हिँडिसकेँ किनकि यो दिदीको घर थियो। अब हामी चाहिँ दिदीहरू आउँदै हुनुहुन्छ, म चाहिँ अब गएर मम्मीलाई लगेर जानुपर्ने हुन्छ। हामी चाहिँ सबैजना घरबाट निस्किसकेका छौँ। हाम्रो आधा ग्रुप चाहिँ अगाडि हिँडिरहेको छ भने चाहिँ म चाहिँ पछि हिँडिरहेको छु। यो चाहिँ मेरो छोरो आमा जत्रै छ, छोरा हामी आमा छोरा। हाम्रो मर्सिटी चाहिँ अगाडि रोकिरहेको छ, हामीलाई पर्खिरहेको छ। हामी चाहिँ पुरै यतिजना छौँ। हाम्रो मर्सिटी आउन चाहिँ अलिक केही बेर लाग्ने टाइम लाग्ने भएको हुनाले हामी चाहिँ यहाँ शीतलमा उभिरहेका छौँ। हामीसँग जान लाग्छ हाम्रो छोटा बाबु, पछाडि देख्न सक्नुहुनेछ हामी सबैजना। सो हाम्रो मर्सिटी पनि आइसकेको छ, हामी मर्सिटीमा चढिसकेका छौँ। हामी सबैजना मिलिजुली बसिसकेका छौँ। हाम्रो आधा ग्रुप अगाडि छ, हाम्रो आधा ग्रुप चाहिँ हामी सबैजना अगाडि पछाडि मिलेर बसेका छौँ। हाम्रो बाबु चाहिँ मस्त सुतिरहेको छ आफ्नै तालमा, मस्त हात टाउकोमा राखेको छ। बाटोमा चाहिँ विद्यार्थी केटाकेटीहरू बाटो काटेर आएका रहेछन्, त्यसैले एकछिन रोक्नु पऱ्यो। हामीलाई यहीँ घरबाट जाँदै नै टाइम त धेरै भइसकेको थियो। त्यही भने यो चाहिँ कहाँ जाने गेट हो भन्नु होला प्लिज कमेन्टमा। हामी चाहिँ चिसापानी 1 बजे पुगेका थियौँ। यस्तो घाम थियो कि के भन्ने। अनि त्यहाँ लास्ट पनि चलाइरहेका रहेछन् त्यहाँ खोला यता वारीतिर। अनि हामी चाहिँ गएर फर्स्ट सुरुमा गयौँ होटलमा, नास्ता खायौँ किनकि भोक लागेर कस्तो भइरहेको थियो। नास्ता खाएपछि चाहिँ हामी एकतिर टिकटक पनि बनायौँ। यो चाहिँ मेरो छोरो, कसले पत्याउँछ छोरो भनेर। एउटा छोराको आमा भइसकेको छ। हाम्रो नास्ता पनि आइसकेको छ। हामी नास्ता पानी खाएर 1-2टा टिकटक बनाएर चाहिँ हामी यहाँबाट चाहिँ होटलबाट निस्क्यौँ 2 बजेतिर। 2 बजे पनि यस्तो चर्को घाम थियो के भन्ने कुरै नगएर। त्यही त मनमा लागेको रहर हाम्रो चाहिँ। यति सानो बच्चा बोकेर चाहिँ हामी यस्तो घाममा पनि घुम्न आइसकेका छ। चिसो पानी, चिसो हावा खाना, तातो मौसममा। सो दिदीहरू पनि आउनुभएको थियो। म पनि माइततिर केही कामले गर्दा आएको थिएँ। हामी सबैजना मिलेको बेला दिदीबहिनीहरू घुमघाम गरेर यसो सम्झनालाई फोटोसोटो खिचौँ, भिडियो बनाऊँ भनेर चाहिँ आएको। सो बाई बाई गाइजहरू, यति नै मेरो मिनी ब्लग आजको लागि। भेटौँला अर्को मिनी ब्लगमा।